हुँदै गर्दा संसदीय अभ्यास हेर्दै गर्दा पुरानो राजनीतिक दलले भ्रष्टाचार गरे होला भन्छौँ, तर प्रत्यक्ष जोडिया प्रमाण त छैन हामीसँग होइन। तर पनि भ्रष्टाचार गरेका छन् भनेपछि नि अलिअलि विश्वास पनि मान्नुपर्छ, ल गरे पनि होला नि त। तर प्रश्नबाट कहिले टाढा भएको कुनै प्रधानमन्त्री मैले देखाएको छैन क्या। इतिहास खोलेर हेर्दा जबसम्म नेपालको संसदमा रेकर्ड हुन लागेको छ त्यसपछिका रेकर्ड हेर्दा कुनै पनि प्रधानमन्त्री क्वेसनमा भागेर गएको मैले भेटाएको छैन। त्यो क्वेसनमा भेटाएको छ भने मलाई त्यो सेयर गरिदिनु होला। होइन भने तपाईँले 182 सिट जितेर हातमा 181 छ, 182 जितेर म नेपाली 3 करोड जनताकै मालिक भन्न मिल्दैन। धेरै छन् तपाईँलाई भोट नदिने पनि, त्यो पनि याद होला नि। तपाईँलाई भोट नदिने कति छन् सङ्ख्या गर्नुभएको कि छैन? तपाईँलाई भोट दिने भन्दा भोट नदिने धेरै छन्। कति त विदेशमा बेल्चा हान्दैछन् थाहै छैन। भन्छौँ हामी 1 महिनामा यति गर्छौँ, सरकार बनाएको यति दिनमा यस्तो गर्छौँ, गर्ने के त्यो थाहा छैन, भन्न सक्ने होइन। अब किन हो मुखमुट्की लाग्यो? त्यो मुखमुट्कीको खोल्नु पऱ्यो। मुखुड के छ? एउटाले भन्थ्यो, कमेडियन थियो क्या एउटा, भन्थ्यो बालेन शाह किन बोल्दैन भन्दाखेरि भोला खाइराख्दो छ भन्दै थियो। त्यस्तै हो। अब त्यो भोला खाएर पनि भएन क्या। संसदमा गइसकेपछि ड्रेसअप पनि मिलाउनुपर्छ क्या। अबदेखि नेपालका कर्मचारी कुनै पनि ड्रेस लाउनुहुन्न। अनुशासनै छैन। जुन राष्ट्रमा अनुशासन छैन, किन कर्मचारीमा अनुशासन हुने? कुनै व्यक्तिमा अनुशासन हुने? जसले जे गरे नि भयो नि त। संसद जस्तो गरिमा सदनमा एउटा अनुशासन हुन्न भने जसलाई बात त्यति बेला निस्किने, न कसैलाई सोध्न छ, न कसैलाई पुछ्न छ, न कसैलाई लेटर दिन छ। राष्ट्र प्रमुखको हैसियतले पनि आफूले सानो त्रुटि कमजोरी गर्दा भोलि बिहान आउने नयाँ पुस्ताले के गर्ला भन्ने सोच्नु भए? खै तपाईँले यही संसदीय अभ्यासमा तपाईँले आफ्नो जति देखाउनु भएको छ नि, हो के भनौँ, घमण्ड या दम्भ या अवतार। तपाईँका अवतार हिजो 2/3 सरकारका प्रधानमन्त्री केपी ओली पनि हुन्, 2/3 ल्याएका प्रचण्ड पनि हुन्। तर उनीहरूसँग त्यति घमण्ड थिएन। भ्रष्टाचार गरे छन् भन्नुहुन्छ, त्यो प्रमाण त छैन हामीसँग। तर भ्रष्टाचार कहाँबाट गरे छन् त्यो पनि प्रमाणित गर्नु पऱ्यो। 1 महिना भइसक्यो, अहिलेसम्म प्रमाण एउटा पनि दिन सक्नु भएको छैन। हामी 10 दिनमा यस्तो गर्छौँ, 24 घण्टामा थुन्नु भएको थियो, तर 13 दिन नपुग्दै 12.5 दिनमै बाहिर आउनुभयो। त्यो पनि हस्पिटलबाट डिस्चार्ज हुनुभयो। तपाईँले डिस्चार्ज गरे पनि होइन, पुलिसले डिस्चार्ज गरे पनि होइन, नीति नियम अनुसार जानुभयो, हस्पिटलमा 2टा सलाइन चढाउनु भयो, आउनुभयो, झन् उपचार भयो। के गर्नु पऱ्यो? ठुलो कुरा गरे जस्तो छैन। त्यसैले तपाईँ संयम हुनुहोस्, नेपाली जनताका प्रश्न सही तरिकाले सही उत्तर दिनुहोस् र 165 क्षेत्र मात्रै होइन, नेपालका क्षेत्रीय भागका पिछडिएका जिल्ला, भूमिहीन सुकुमासीको समस्या समाधान गर्नुपर्छ। तपाईँका 5 जना सांसदको खुरुक्क त्यो घर पनि हेरेर कुन ठाउँमा छ, खोला नदी किनार सबै हेर्नुपर्छ। तपाईँका घर आउँदा बित्तिकै तपाईँले बन्द गर्ने? किन सुकुम्बासीका छोराछोरीलाई चिच्याउनु बनायो त? बनाउने भए आफ्ना सांसदका छोराछोरीलाई पनि बनाउनु पऱ्यो। आफूले पनि सरकारी विद्यालयमा पढाउनु पऱ्यो, पढाएको प्रमाण दिन पऱ्यो। त्यो प्रमाण फेरि मलाई दिनु पर्दैन, नेपाल सरकारलाई दिइ पुग्छ। म कुनै नेपाल सरकार होइन, म एउटा व्यक्ति, नेपालको जनता हो। यति कुरा बुझ्नु होला।